झन्नै 2 लाख भन्दा माथि मैले डोनेसन गरिसकेको रहेछु। बीचमा पनि उहाँहरूले हेर्नुहुन्छ होला, मेरो नाम आउँछ होला भन्ने थियो मलाई चाहिँ हैन, तर मलाई चाहिँ त्यो थाहा भएन हैन, त्यो थाहा थिएन। स्टेटमेन्टमा पक्कै नाम आउला भन्ने थियो। भन्न खोजेको छोडिसके पछाडि पनि मैले लगभग 8 लाख भन्दा माथिको मैले डोनेसन गरेको रहेछु यो संस्थालाई हैन। त्योभन्दा अगाडिको त्यो फरक कुरा हो, तर मलाई भन्न मन छैन यो संस्थालाई डोनेसन गरेको कुरा, मलाई सुनाउनु पनि मन छैन। किनकि त्यो पैसा भन्दा पनि करोडौंको मैले समय यहाँ मतलब दिएको छु भनौँ न, एउटा सम्मानपूर्वक मैले यो संस्थालाई अर्पित गरेको छु। यसकारण मैले एकदम छाती ठोकेर भन्छु, मैले जन्माको भन्छु। किन म खुसीको साथ मेरो अपनत्व भएको भएर भनेको के, त्यो माया हो क्या। त्यसलाई चाहिँ त्यो फरक दृष्टिकोणले हेर्नु उहाँको नकारात्मक सोच हो, म चाहिँ त्यो भन्छु। किनभने एउटा संस्थापक अध्यक्ष भन्नेको पद नै के हो त भन्दाखेरि यी आमाहरू आज किन बोल्दै हुनुहुन्छ भने मलाई अपनत्व भएर हो, बेलचा चलाएको छु किन भन्नुहुन्छ, मायाले हो। यहाँ भोलिको दिनमा तपाईँले जुन प्रकारले गरिराख्नु त्यो भोलि कहीँ गएर बोल्दा पनि तपाईँले भने त मैले गरेको भन्नु नै हुन्छ क्या। किनभने त्यो प्रेम हो, त्यो संस्थाप्रति गरेको एउटा सम्मान हो, आस्था हो। तर त्यो चिजलाई चाहिँ नेगेटिभ तर्फबाट त्यस्तो भन्न तपाईँले पाउनुहुन्न भन्ने जुन प्रकारको छ त्यो भावनामाथि खेलबाड हो निश्चित रूपमा हैन। यो चाहिँ साँच्चै के हो, किनकि अहिले पनि प्रेम छ भन्ने कुरा देखिएको हो नि त। यो भनेको त कुन ठुलो कुरा भएर अझै छोडेर पनि यति गरिरहनु भएको छ। सम्मान गर्नुपर्ने शब्दहरूको पुष्पगुच्छा हुनुपर्नेमा यहाँ त गाली बेइज्जती गर्ने जस्तो खिचातानी जस्तो देखिन्छ हैन। त्यो चिजहरूलाई चाहिँ अलिकति विचार गर्नुपर्छ। किन संस्था हो, भोलिको दिन पनि चल्नुपर्छ, यो मर्नु हुँदैन भन्ने कुरा हो हैन। माताजीले अझै पनि अपनत्व मान्नु हुँदो रहेछ भने तपाईँहरू खुसी हुनुपर्नेमा हो मेरो विचारमा चाहिँ। तर त्यहाँ हामी 20 जना आमा मरेका छौँ भन्ने जुन शब्द छ नि, त्यस्ता कुराहरूले चाहिँ के हुन्छ त भन्दाखेरि 21 को 1 नम्बरको त्यो चाहिँ मरिसकेछ भन्ने बुझिन्छ के, त्यो चाहिँ प्रश्न त्यो बुझिन्छ। त्यस्ता शब्दहरूले चाहिँ चयन गर्दाखेरि ध्यान दिनुपर्छ क्या। एक्लै त छँदै छैन नि, छँदै छैन एक्लैले गरेको भन्दाखेरि भनेकै हो माताजी, एक्लै त होइन नि त। संस्था भनेको एक्लै कहिले पनि हुँदैन। यदि चित्त बुझ्दैन भने त तपाईँले पत्र काटेर माताजी तपाईँ पनि आमा हो, आउनुहोस् हामी बसौँ सल्लाह गरौँ भन्ने। अझ त्यसमा पनि त्यो भिडियो मैले यो पनि त भनेको छु, म अब इटरी जान्छु, म माया घर जान्छु मैले भनेको छु। त्यो शब्द तपाईँले किन सुन्नु भएन? बोलाउनुहुन्छ समितिहरू मान्नुहुन्न, त्यही भएर हामीले यहाँ बोलाएर राम्रो भयो त। यहाँ आयो होइन, ठिक छ, मैले जान्छु भनिसकेपछि त बसेर छलफल गर्ने कुरा छँदै थियो। तर हतार मिडियामा आएर यो अवस्थामा यो परिस्थितिमा बोल्नुपर्ने आवश्यकता चाहिँ पक्कै पनि थिएन, त्यो पनि संस्थाको अध्यक्ष जस्तो पदमा भएको व्यक्तिले। किनभने पदीय मर्यादालाई बुझ्नुपर्छ, पदीय मर्यादालाई ध्यानमा राख्नुपर्छ, बोलेका बाणीहरूलाई पनि शब्दलाई ध्यान गर्नुपर्छ कि मैले के बोल्दैछु र यसले कुन असर पुग्छ भन्ने कुराको चाहिँ विचार गर्नुपर्छ। र मैले अगाडि मौखिक रूपमा मैले भनिसकेको थिएँ यी मान्छेहरू गलत छ। ए बाबा मैले भोलि भनौँला सुभद्राजीले 10 लाख मेरो खानुभयो बोलेर हुन्छ? हुँदैन नि हजुर। शान्ताजीले 1 करोड लानुभयो भनेर हुन्छ? हुँदैन। त्यसको आधिकारिक प्रमाण चाहिन्छ। मौखिक रूपले बोलेको कुरालाई आधिकारिक मानिँदैन। यतिसम्म कि कसैले मेसेजमा पठाएकोलाई पनि आधिकारिक मानिँदैन, किनकि उसले त्यो कागजी प्रमाण ल्याएर दिनुपर्छ अनि मात्र त्यसलाई आधिकारिक प्रमाण मानिन्छ। र यो कुरा चाहिँ त्यहाँ नियत भनियो। त्यस्तो नियत खराब, मलाई नियत खराब गर्नुपर्ने छ? मलाई हातमुख जोड्नलाई माया घरको पैसा खानुपर्ने थियो होला र? मलाई पुगेको छैन, भगवानले दिनुभएको छ त, गला बाढी दिनुभएको छ त, आज एक दिन बस्नलाई समय दिनुभएको छैन त। यति एउटा आश्रममा मलाई किन सेवा गर्नु पर्थ्यो? मेरो आफ्नै बिल्डिङ बनाएर बसेको भए पनि त हुन्थ्यो नि त। मलाई सेवामा जानुपर्ने किन आवश्यकता थियो र? कसैको खानलाई होइन, बिल्कुल होइन, सेवा गर्नलाई नै हो। यो आज पनि मैले त्यतिखेर पनि भने, म मिडियामा पनि भनेको छु, कुनै पनि समयमा भोलि राधिका दासी आउनुपर्छ, तपाईँले सपोर्ट गर्नुपर्छ भन्दा म त्यतिखेर तयार छु भनेर मैले भनेको। किन त्यो हिम्मत छ के अझै पनि गर्न सकिन्छ भन्ने तयार छ। तर हो तपाईँहरू गर्न सक्नुहुन्न, गर्नै सकिँदैन, बिचल्ली नै भयो। भोलि मै आउँदा पनि सकिन भने त त्यो काम त सरकारले हेर्छ नि त, सरकार पनि छ नि त। लगाइदिउँ न सरकारलाई, हाम्रो होइन कसैको बुवाले दिएको प्याउ त होइन माया गर्न, मेरो न कसैको फुल हो नि। त्यही त यो त राजाले गर्ने काम हामी संस्थाले गरेको होइन। भोलिको दिनमा यो हामीले चाहिँ के हो त भने हामी कतिखेर सफल हुन्छौँ भने जब राजाले अपनत्व दिन्छ, राजाले सञ्चालन गर्न चाहन्छ, हाम्रो मिसन पुरा हुन्छ। माया घरको त यही हो, उद्देश्य नै यही हो। ठिकै छ त, आपत्ति छैन भने त्यो गरौँ न त। हामीलाई एकदम खुसी ह्यापी भएर हामी सरकारलाई ह्यान्डओभर गर्न तयार ह्यापी भएर त हो। यो सबैले चाहिँ हामीलाई अहिले त्यो मेसेज देखाउनु पर्यो के।
अब चाहिँ उहाँले यसो बहिनी तपाईँले उहाँलाई दिन्छु भन्नुभएको छ नि त्यो चाहिँ दिनु नि व्यक्तिगत दिँदा हुन्छ त हामीलाई पनि चित्त बुझ्छ नि त सुन न सुभद्रा दिदी होइन होइन उहाँले भन्नुभयो कि अब मैले दिदी भनेर सम्बोधन गरेँ पहिला पनि मैले दिदी नै भन्छु अहिले पनि दिदी हिजो पनि मेरो सुभद्रा दिदी आज पनि होइन र एउटा हामी यति ठाउँमा आइसक्दाखेरि होइन तर व्यक्तिले आक्षेप लगाउने तरिकाले यो परिभाषाले मलाई उहाँलाई आक्षेप लगाउँदै जाँदाखेरि त्यसको प्रमाण दिन सक्दिनँ भने नबोल्ने चुप लाग्ने म जान्दिनँ मैले भने अहिले अध्यक्षको काम के हो सचिवको काम के हो भने म कुनै पनि प्रतिष्ठानमा नबसेको मान्छे म जान्दिनँ सुनेर चित्त नबुझाएको कुरो मात्र गरेको होइन तर उहाँ जतिको मान्छे उहाँ त भोलि म राज्यलाई जनताको लागि केही गर्छु भनेर पार्टीको टिकट पाएर सोच समझेर बोलेर उहाँ जतिको अग्रज होइन उहाँ त भोलि माननीय हुनुहुन्थ्यो होला मन्त्री हुनुहुन्थ्यो होला त्यस्तो मान्छेले आक्षेप लाएर मेसेज छ के छ भनेर जे पाए त्यो बोल्न पाइन्छ हामी कसलाई विश्वास गर्ने उहाँ जतिको मान्छेले हामीले विश्वास कसलाई विश्वास गर्ने कसको विश्वास गर्ने यहाँ मिडियाले खिचिराखेको छ कि मसँग मेसेज छ मसँग कुरा गरेर त्यसरी आक्षेप लगाउन पाइँदैन नि त हजुर यो कुरामा चाहिँ हजुरले पनि यस्तो उस्तो नभनिकन पारदर्शी ढङ्गले मेसेज मोबाइल यहीँ हुन्छ यहाँ देखाउनु पर्यो सक्यो सबैलाई परेन उहाँलाई मात्रै मिडियासँग बोल्नु भएको छ मिडियालाई पऱ्यो माताजीलाई पऱ्यो सम्बन्धित को हुनुहुन्छ उहाँलाई पऱ्यो परेन म जान्दिनँ मलाई चाहिँ चित्त नबुझाइ भयो सबैको सामु म सर्वसाधारण जनता भएको हिसाबले बोलेको है म चाहिँ छैन भनेर प्रत्याशित गर्नु पर्यो नि त मैले बोलिहालेँ आउनु पर्यो माफी माग्दिनु पर्यो मिडियाको